गगन थापा नेतृत्व भएको कांग्रेसलाई निर्वाचन आयोगले वैधानिकता दिइसकेपछि देउबा पक्ष निकै आन्दोलित आक्रोशित भएको देखिन्छ। देशैभरि नयाँ नेतृत्व आउनुपर्छ, बुढापाका नेतृत्वहरूले अब विश्राम लिनुपर्छ भन्दै व्यापक रूपमा आवाज उठिरहँदा कांग्रेस पार्टीमा युवा नेता गगन थापाले नेतृत्वमा आउनु 100% स्वाभाविक छ। यसमा देउबा समूहले विरोध गर्नु, आन्दोलित हुनु अथवा आक्रोश पोख्नु बिल्कुल स्वाभाविक छैन। शेरबहादुर देउबाले त अहिले भन्नुपर्ने, म नेतृत्वमा हुँदा तपाईहरूले सपोर्ट गर्नुभयो, साथ दिनुभयो, अब तपाईँ युवाहरू अगाडि आउनुहोस्, नयाँ नेतृत्व चयन गर्नुहोस्, देशले युवा नेतृत्व खोजेको छ, म विश्राम लिन्छु भनेर भन्नुपर्ने। यदि शेरबहादुर देउबाले यति मात्रै भनेर अस्ति भएको कांग्रेसको महाधिवेशनलाई सघाएको भए देउबाप्रति नेपाली जनताको आदर मान सम्मानले सगरमाथाको उचाइलाई पनि पछार्थ्यो होला। देशव्यापी रूपमा देउबाको प्रशंसा हुन्थ्यो। अरू पार्टीमा पनि नेतृत्व गरिरहेका पुराना नेताहरूलाई अब हामीले पनि देउबाको जस्तै नयाँ नेतृत्वलाई हस्तान्तरण गरेर विश्राम गर्नुपर्छ भन्ने लाग्थ्यो होला। तर देउबाले त्यो गर्न सक्नु भएन, जसको कारण पार्टी सभापति पदबाट जबरजस्ती लखेटिनु पर्यो। जेन्जी आन्दोलनका क्रममा त्यत्रो ठुलो दुर्गति हुँदा पनि देउबाको चेतनामा थोरै पनि परिवर्तन भएको देखिएन। अब जो देउबाको पक्ष हौं भनेर विरोध गरिराखेका कांग्रेसीहरू हुनुहुन्छ, तपाईहरूले नयाँ नेतृत्वको कांग्रेससँग मिलेर आउने प्रतिनिधि सभाको चुनावमा एकजुट भएर चुनावमा लड्नु भएन अथवा होमिनु भएन भने मलाई लाग्छ नेपालमा भएका जति पनि पार्टीहरू छन् ती पार्टीहरू मध्ये कांग्रेसको जस्तो दुर्गति अथवा लाजमर्दो हार अरू कुनै पार्टीमा पनि हुन्छ जस्तो मलाई लाग्दैन।